हेलो 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 सबैजनालाई एउटै हातले नमस्कार। हिजो 12 घन्टा काम गरेर आज छुट्टीको दिन यसो घुम्न आइदिरहेको। अब घुम्न पनि कहाँ जाने हो र? जहाँ गयो भने यही बााउन्ड्रीको भित्र कहिले यता कहिले उता मात्रै गर्नुपर्छ। घुम्ने जस्तो ठाउँ पनि छैन अनि भिडियो बनाउनु जस्तो ठाउँ पनि छैन कि जुन ठाउँमा आउँछु त्यही ठाउँमा आएर भिडियो बनाउनेको जस्तो नाटक गर्छु अलिअलि। अब 1-2 मिनटको भिडियो भयो भने ठिकै हो, नत्र भने अब त्यही पनि बनाउन गाह्रो हुन्छ। के गर्ने अब थाहै छैन। यहाँ खजुरका रुख मात्रै छन्, खजुर फल्ने अझै 2-3 महिना छ। खजुर पाक्ने दिन आउन त्यसपछि नत्र खजुर देखाएर भिडियो बनाउनु हुन्थ्यो। अब खजुर पाक्ने दिन आउन पनि अझै धेरै छ। अनि ल हेरे पनि यही हो, नहेरे पनि यही हो। अब के गर्नुहुन्छ? अब ठिकै छ। अब ट्र्याक्टर उता पुरानो ट्र्याक्टर भन्नेको यहीँ हो अनि पुरानो ट्र्याक्टर यता हो। हिजो हामी उता जङ्गलतिर मौरी काट्न गएको थियौँ, मौरी पनि पाएनौँ त्यति धेरै अनि खासै मौरी मिलेन, अलिअलि मिलेको थियो। अब त्यही पनि अब के गर्ने, यतातिर यस्तो छ। ल यही हो साउदीको लाइफ भनेको, यही हो। हेर्नुहोस् केटा, 12 घन्टा ड्युटी गर, आऊ खानासाना बनाऊ, खाऊ, सुत, फेरि बिहानै 4 बजी उठ। कामै छैन। यही हो, काम त किन नहुने हो र? दिनभरि कामै हुन्छ तैपनि झ्याउ लाग्छ, बोर लाग्छ साउदी बसिकन। अब के गर्ने के नगर्ने? अब साउदीबाट घर गएपछि अर्को देश जाने हो माया, साउदी आउने होइन। लास्टै बोर छ। साउदी नआऊ केटा, साउदी नआऊ है। ल यतातिर सब्जी लगाउने ठाउँ है। हेर्नु अब 2 मिनटको भिडियो बनाउँदा पनि के भनौँ जस्तो हुन्छ। अब यहाँ देखाउनु पर्ने चिज केही पनि छैन। अब बजार गयो भने देखाउँला अब बजारतिर। ल